जंगलको बीचमा एउटा रुख थियो। रुखको हाँगामा कौवाको गुड थियो। गुडमा रहेका चल्लाहरू उड्ने तयारी गर्दै थिए। एउटा चल्लो गुडबाट बाहिर निस्केर हाँगामा बसेको थियो। त्यस्तैमा नजिकै अर्को हाँगामा एउटी काली चरी आएर बसी। तिम्री आमा त्यो कौवा होइन, म हुँ। आऊ मसँगै जाउँ, बहिनीलाई पनि लिएर आऊ। चल्लातिर हेर्दै काली चरीले भनी। चल्लो अलमल्लो पर्यो। उसलाई यो सबै कुरा सपना जस्तै लाग्यो। तिमीले सुने? छिटो आऊ, अहिले कौवा आई भने मसँग आउन दिँदैन। आफ्नो छोराछोरी होइन भनेर थाहा पाए भने ठुलो मान पनि सक्दैन। काली चरी नजिक सरिरही। मलाई यसरी फकाउने को होला? चल्लाले मनमनै कुरा खेलायो, तर यकिन गर्न सकेन। मेरी आमा हुँ भन्नु। चल्लो छक्क पर्यो। म ननुगेको बेला गुडबाट बाहिर ननिस्कनु, कतै जानु, नजिकका कसैले दिएको खानेकुरा नखानु, कसैको लहैलहैमा नलाग्नु। आमाले भनेका कुराहरू सम्झियो। यो मलाई फकाएर लैजाने चाल पनि हुन सक्छ। अनेक तर्क गर्दै गुडभित्र पस्यो र टुरुक्क बस्यो। केही समयपछि आमा आइन्। उनका मुखभरि चारो थियो, उनका दाना र किरा फट्याङ्ग्रा। उनले पोथीलाई चारो दिइन्। खाँदै रमाइलो पाएर सबै चल्ला खुसी भए। काली चरीले भनेको कुरा आमालाई बताउन मन लाग्यो। मुख खोलिसकेको थियो, तर रोकियो। कौवा आमा छोराछोरी होइन भनेर थाहा पाए भने ठुलो मान पनि सक्दैन। काली चरीका कुरा सम्झियो। मनमनै कुरा खेल्दै चुप्प लागेर बस्यो। अर्को दिन बिहान उज्यालो भएपछि कौवा चारो खोज्न बाहिर गई। एकछिनपछि काली चरी फेरि आई। हिजो बसेको डालमै बसेर चल्लाईलाई बोलाउँदै यसो भनी। म कोइली चरी हुँ। तिमी पनि कोइली नै हौ, मेरो बच्चा, कौवा होइनौ। मैले कौवाको गुडमा पारेर जन्मेका तिमीहरू। कोइलीले सधैँ कौवाको गुडमा फूल पार्छन्। कौवा झुक्किन्छ, आफ्नै फूल ठानेर हुर्काउँछ। उड्न सक्ने भएपछि मात्रै थाहा पाउँछ कि त्यो अर्काको बच्चा हो भनेर। म तिमीहरूलाई यसबारे भन्न चाहन्थे। काली चरीको कुरा सुनेपछि चल्ला छक्क पर्यो। कस्तो अचम्म, आफूले अर्काको गुडमा फूल पारेर आफ्नो सन्तानलाई अर्काको जिम्मा छोडेर बस्ने पनि हुन्छ। अहिले आएर मेरो बच्चा भने लाज पनि किन नलागेको होला? चल्लाको मनमा यस्तै कुराहरू खेल्दै थिए। हाम्रो चलन यस्तै छ। हामी आफै कहिल्यै गुण बनाउँदैनौँ। फूल पार्ने बेला भएपछि कौवाले थाहा नपाउने गरी उसको गुडमा गएर फूल पार्छौँ भन्दै काली चरीले बुझेझैँ गरेर भनी। कौवा पनि अलमल्लिन्छ। आफू फूल नतरे ओथारा बस्छ र चल्ला कोरल्छ। परम्परादेखि नै चलेको चलन हो यो। हामी यही अनौठो चलनमा कहलिन्छौँ। कवितामा पनि लेखिएका छन्, कोइली कागको बच्चा हुँदैन, सानी छँदै लटक्क। काली चरीको कुरा सुनेपछि चल्लाको टाउको फुट्ला जस्तै भयो। कहिल्यै सुनेको कुरा सुनेर उसले केही सोच्न सकेन। आमाले अझै धेरै कुरा सिकाए पनि यो कुरा कहिल्यै बताएनन् भन्ने लाग्यो। आमाले यो कुरा किन बताएनन्? उसको मनमा जिज्ञासा मडारियो। एक दिन आमा नहुँदा काली चरीले भनेका कुरा चल्लाले आफ्ना बहिनीलाई पनि सुनायो। दाजुको कुरा सुनेर बहिनीले अचम्म मात्र मानिन्। यस्तै पनि हुन सक्छ त दाजु भन्दै तर्क पनि गरिन्। बहिनीले आमालाई सोध्ने भनेपछि चल्लाले भने, कौवाले थाहा पाए भने ठुलो मान सक्छे। काली चरीले भनेको कुरा उसले बिर्सेको थियो, तर उनीहरूको मन पटक पटक त्यतैतिर गयो। यस्ता कुरा मनमा पालेर आमालाई नभन्नु धोका त हो, तर के हो के होइन को अनिश्चयमै उनीहरूले एक दिन आमालाई काली चरीका कुरा सुनाए। कोही फटाहा चरो होला, तिमीहरूलाई फकाएर अपहरण गर्न खोज्ने। यस्तो कुरा नपत्याउनु र कसैसँग नजिक नजानु भन्दै आमाले सचेत गराइन्। त्यसपछि उनीहरूले काली चरीका कुरा सुन्न छोडे। बिस्तारै उड्न र आफै चारो खोजेर खान सक्ने भएपछि जङ्गलतिर लागे। काली चरीले भनेको ठिकै रहेछ भन्ने कुरा उनीहरूले पछि मात्र थाहा पाए। कोइलीले सधैँ कौवाको गुडमा मात्रै फूल पार्दा रहेछन् भन्ने कुरा थाहा पाएपछि उनीहरूलाई अचम्म लाग्यो। सबैले बाठो भन्ने कौवा पनि हामीभन्दा बिचारा लाटो रहेछ। लाटो नभए किन अर्काका सन्तान आफ्नै ठानेर हुर्काउँदो हो र? बिचारा कौवा। पछि
फूल पार्ने बेला भएपछि उनीहरू पनि कौवाको गुड खोज्दै उड्न थाले।